सो अहिले चाहिँ यहाँको 1:17 गइसकेको छ बिहानको हैन। उज्यालो हुन आँटिसक्यो। आज चाहिँ म तपाईहरुलाई के भन्न गइरहेको छु भने हैन, तलाबातमा कति सेलरी हुनुपर्छ त हैन, तलाबातमा चाहिँ पर अर्डर कति हुनुपर्छ हैन। सबैजनाले चाहिँ अब के भन्छन् भने तलाबातमा आएर फसायो भन्ने खालको कुरा सुन्छ। मलाई पनि त्यस्तै लाग्थ्यो हैन। अब हो नै हो, अब 2 लाख 3 लाख तिरेर आइन्छ हैन। यहाँ आएर 4 महिनासम्म अब सबै प्रोसेसिङ हुनलाई लाग्छ, आइडी बन्नलाई, काममा जोइन हुनलाई तपाईको 4 महिनासम्म लाग्छ हैन। सो फसियो नै जस्तो लाग्छ। तर अब कोही साथीहरु चाहिँ अब यसमा आउने विचार गर्दै हुनुहुन्छ भने चाहिँ इन्टरभ्यु दिनु आउँदाखेरि चाहिँ जे पनि मिठो मिठो बोलेर तपाईहरुलाई फसाउन सक्छ है। सो त्यसमा चाहिँ नफस्नको लागि चाहिँ मैले तपाईहरुलाई एउटा सानो इन्फर्मेसन दिउँ भनेर चाहिँ यो भिडियो बनाइरहेको छु। मजाले हेर्नु होला हैन। तलाबातमा आउँदा चाहिँ इन्टरभ्युमा चाहिँ अब के भन्छ भने फिक्स सेलरी हो यताउता भन्न सक्छ है तपाईहरुलाई हैन। इन्टरभ्युमा जे भने पनि तपाईहरुलाई फिक्स सेलरी भने चाहिँ हुँदैन, कोहीमा हुन्छ तर कम्ती हुन्छ क्या। हरेक राइडरले चाहिँ पर अर्डरमा काम गरिरहेको हुन्छ क्या। यहाँ आएर चाहिँ हैन, हामी पनि पर अर्डरमै हो हैन। सबैलाई काममा लाउने भनेकै पर अर्डरमा हो क्या। यहाँ आएर चाहिँ अर्डर हान्न सक्नुभयो भने पैसा आयो, अर्डर हान्न सक्नु भएन भने तपाईले नेपालदेखि मगाउनु पर्ने अवस्था हुन्छ है। सो हामीलाई चाहिँ कतिमा चाहिँ पोसाउँछ त, पर अर्डर कति हुनुपर्छ त हाम्रो हैन। त्यसको बारेमा म तपाईहरुलाई भन्छु। तपाईहरुले चाहिँ इन्टरभ्युमा पास भइसकेपछि तपाईहरुलाई वर्क परमिट आउँछ। त्यसमा सबै डिटेल्स हुन्छ है। त्यसमा हेरेर मात्रै ओके गर्नु होला, नत्र भने यहाँ आएर फसे नै जस्तो हुन्छ है। 4 महिना पछाडि काम गर्नु पर्दाखेरि र भने जस्तो सेलरी नहुँदाखेरि फसे जस्तो हुन्छ है। यहाँ आएर तपाईहरुले म्याक्सिमम 14-15 घण्टा काम गर्नुपर्छ। त्यति गरेन भने चाहिँ अब भने जस्तो सेलरी नै थाप्न सकिँदैन हैन। दुःख गरे अनुसार जस्तो पैसा थाप्नै सकिँदैन। 15 घण्टा म्याक्सिमम काम गर्नुपर्छ। सो त्यति काम गर्दा पनि अब भने जस्तो सेलरी आउँदैन। त्यही भएर हामी फसियो, दुःख पाइयो, कहिले नसोचेको काममा आइएछ जस्तो लाग्छ क्या। सो नेपालदेखि आउँदाखेरि तपाईहरुले इन्टरभ्युमै कन्फर्म गर्नु कि कति चाहिँ हामीले लिँदाखेरि ठिक हुन्छ। अब सिधा भन्छु है, यहाँनिर मान्छेहरूले 1 केडीसम्म पनि खान्छ है पर अर्डरको। सो हामीलाई नयाँमा म्याक्सिमम पनि 400 चाहिँ हुनुपर्छ कि पर अर्डर। 400 फिल्स मतलब अब 400 फिल्स भनेको चाहिँ कति हो भन्दाखेरि चाहिँ तपाईहरुको 1 रुपैयाँको चाहिँ आधी गर्दाखेरि 50 पैसा हुन्छ भने जस्तै हो क्या। यहाँ पनि 400 पैसा चाहिँ यहाँको हुनुपर्छ क्या। म चाहिँ अहिले कुवेतमा छु। सो कुवेती चाहिँ 400 फिल्स 400 पैसा चाहिँ एउटा अर्डर बराबर हुनैपर्छ है। त्यति पनि भएन भने चाहिँ काम छैन। सो यो चाहिँ विचार गर्नु होला है। अब यहाँ आएपछि तपाईहरुले 1 वर्ष 2 वर्ष काम गरेपछि रिलिज लिएर अलिक राम्रोमा पनि जान सक्नुहुन्छ।